जेलभित्र रवि लामिछानेलाई राखेर यदि साँच्चीकै निर्वाचन गरियो भने हेर्नु होला, तपाईँ र म फेरि बाँच्छौँ अर्को 15-20 वर्ष, सँगै हुन्छौँ, तपाईँको कुनै अर्को कार्यक्रममा यो रेकर्ड खोलौँला, त्यो चुनावलाई कालो दिनको रूपमा नेपाली जनताले आफै घोषणा गर्नेछन्। कुनै दिन व्यक्तिको कुरा होइन, एउटा नयाँ स्पिरिट बोकेर आएको होइन, एउटा वैकल्पिक पार्टी त हो नि त होइन। हिजो चाहिँ पुराना दलहरूले राम्रो गरेनन्, यो गरेनन्, त्यो गरेनन् भन्ने हिसाबले एउटा खालको कुरा आयो। त्यसको चाहिँ त्यो चिज पार्न लागिसके पछाडि के भन्नु, कम्सिडाइज जेएनजी मुभमेन्ट भयो। तपाईँ सिक्वेन्समा हेर्नुहोस् न होइन, जेएनजी मुभमेन्ट भयो भनेदेखि एउटा रिभोल्युसन होइन, ब्यालेटको रिभोल्युसनको ट्राई त उनीहरूले गरे हो नि, त्यो त मान्नु पऱ्यो नि, त्यो त स्वीकार्नु पऱ्यो नि। अपराध प्रमाणित नभइसकेको हकमा अघि एउटा राष्ट्रिय पार्टीको तपाईँको जो सुप्रिम लिडर प्रमुख हो नि त, प्रमुखलाई चाहिँ तपाईँको जेलभित्र राखेर हामीले चुनाव गरायौँ अथवा त्यस्तो चुनावमा हामी सामेल भयौँ भने आज होइन ऋषिजी, आजको 20 वर्ष, आजको 30 वर्ष पछाडि, आजको 100 वर्ष पछाडि इतिहासको कुनै कालखण्डमा यसको हिसाब हुनेछ। किनभने हामी कम्युनिस्ट पार्टी होइन, याद गर्नुहोस्। हाम्रो मोडालिटी, हाम्रो सिद्धान्त, हामीले दिने कार्यक्रमहरू र हामीले गर्ने इलेक्सनहरू भनेको चाहिँ विपक्षीहरूलाई कुनै पनि एक या अर्को आरोपमा जेलभित्र राखेर, त्यो पनि राष्ट्रिय दलका नेताहरूलाई जेलभित्र राखेर हामीले गर्ने चुनाव निष्पक्ष र स्वतन्त्र भोलि मानिँदैन भन्ने मेरो तर्क हो।